नमस्ते सबैलाई वेलकम छ मेरो नयाँ भिडियोमा र साथीहरु अहिले चाहिँ म भर्खर आएको हैन नानीलाई चाहिँ कति दिनदेखि ज्वरो आइरहेको थियो नि त घाँटीमा टन्सिल निस्केर अनि डाक्टर देखाएर आए नबजाउ न एकछिन अन्त डाक्टर देखाएर आको अन्त आउँदाखेरि चाहिँ एकछिन कस्मो बसेको थिए नानीको एक जोडा सामान लिएको थियो अन्त लिएर आएको छु तपाईहरुलाई देखाउँछु ल यहाँ हेर्नुस् है यो प्यान्ट लिए हैन हाफ प्यान्ट हो राम्रो छ गरममा अनि यसको सेटी यो टी शर्ट हो अनि यसको चाहिँ पर्यो 299 है त्यसको बादमा यहाँ चाहिँ अर्को टी शर्ट हो अनि यसको सेट चाहिँ यो प्यान्ट हो अनि यसको चाहिँ छ 399 है त्यसपछि मैले लिए यो वाला टी शर्ट सबै भाइकै हो हैन यो टी शर्ट यसको छ 199 है त्यसपछि मैले लिए यो वाला प्यान्ट हेर्न सक्नुहुन्छ यो चाहिँ एकदमै दामी लाग्यो मलाई चाहिँ हैन यसको चाहिँ छ 399 अनि यति ल्याइदे नानीको लागि सामान त्यसपछि हेर्नुस् नि उलाई मन परेको अरे हो हल्क रहेछ अन्त क्याप्टन अमेरिका हो कि के हो हैन हामीले त्यस्तो गिलासमा खाने बाद यसको बादमा चाहिँ मैले यो ह्याङ्गिङ वाला फ्लावर भास पनि ल्याएँ हैन ए फ्लावर भास है फ्लावर पट पनि ल्याएँ हो यो चाहिँ तीनटा ल्याएँ साथीहरु मैले एउटा पिङ्क कलर हो त्यसपछि यहाँनिर यो पनि ल्याएँ तपाईहरुलाई आजको मेरो शपिङ कस्तो लाग्यो भन्नुहोस् है बदमासले बच्चाको मजाक गर्छ साथीहरु फेरि अर्को भिडियोमा भेटौँ बाइ बाइ